आज भने म इभिनिङ वाकको लागि निस्किसकेको छु। मेरो आज 35औं दिन हो। आज मसँग मेरो बहिनी अनि भाइ छन्। काकी चाहिँ आज फेरि माइत जानुभएको छ। एकछिन गरेर बाटोमा पनि मैले रेस्ट गरेँ अनि त्यस पछाडि फेरि वाक गरेँ। बाटोमा घरिघरि हिँड्दै घरिघरि कुद्दै। तर आज हेर्नुहोस् त भ्यू चाहिँ कति राम्रो छ। आमामा आकाशमा हेर्नु न कति राम्रो देखिएको छ। अनि बहिनीलाई पनि कुदाउँदै म पनि कुद्दै र पछाडि पछाडि भाइ पनि कुद्दैछ। मेरो भाइ चाहिँ 3 दिनसम्म चाहिँ हिँड्न सकेन किनभने उसको टाउकोमा सानो लाइपोमा आएको कारणले अपरेसन गरेको थियो। त्यो अपरेसनको कारणले ऊ 3 दिन चाहिँ हिँड्न सकेन। आजबाट अलिक सजिलो भएर ऊ हिँड्दैछ। उसको छेउमा चाहिँ म हेर्नु त भाइ अग्लो कि म होचो कमेन्ट गर्नुहोस् है त। भाइ चाहिँ हेर्नु न उहाँ बाँस जस्तो सुरिलो, म त कति होचो देखिँदो रहेछु। यसरी भाइ म बहिनी भएर हिँड्यौँ। काकी चाहिँ आज हुनुहुन्न, भोलिदेखि काकी हामीसँग फेरि कन्टिन्यू नै गर्नुहुन्छ। काकी नहुँदा चाहिँ हामीलाई अल्छी अल्छी लाग्दो रहेछ किनभने काकी एकदम छिटो हुनुहुन्छ हिँड्नुहुन्छ। काकीलाई भेट्नलाई पनि हामी कुद्नुपर्ने हुन्छ नि त। अनि आज चाहिँ म अगाडि अगाडि कुदेर यिनीहरूलाई कुदाइरहेको छु। सधैँ चाहिँ मिलडाँडाबाट पाङ्गी चोकबाट आमदा अस्पतालबाट तलतिर चौबाटो भाइरल रोड अनि धनेश्वर मन्दिरसम्म हामी पुगेर फेरि आज हामी रिटर्न भयौँ। र बाटोमा चाहिँ हामीले घरिघरि बस्दै कुद्दै बहिनीहरूलाई जिस्काउँदै भाइहरूलाई जिस्काउँदै हामीले पार गऱ्यौँ र आएर आमदा अस्पताल अगाडि एक-एकवटा कफी खाएर हामी घरतिर लाग्यौँ। यहाँको कफी चाहिँ मिठै लाग्छ हामीलाई, त्यही भएर यहाँको कफी चाहिँ हामी प्रायः जस्तो खान थालेका छौँ। हस् त, धन्यवाद।